अनि कस्तो रेसिपी हो यो चाउमिनमा कपाल हाल्ने? ओ भाइ हजुर सर बहिनी के हो चाउमिनमा त कपाल छ त हो रहेछ तर सर तपाईँलाई त्यो अरूतिरको कपाल हो भनेर अलिकति यताउता धमधम लागेको होला होइन 100% टाउकोकै कपाल हो सर र हाम्रो सेफले रेगुलर टाउको दिन्छ स्याम्पूले छातीको कपाल हो सर लक्स साबुन लगाएर रेगुलर नुहाउँछ टेन्सन लिनु पर्दैन त्यसको कपालै छैन सर कहीँ पनि कपाल छैन त्यसको पुरै त्यति नै हो नपत्याउनु भयो तपाईँले देखाउँ त ल देखाउनै चाहिँ मिलेन यहाँ अलिकति अश्लील हुन्छ कि तर त्यही त्यो कहाँबाट उछिटिएर आइपुग्यो क्या सर त्यो सेकेरीको कपाल होला कस्तो खाना पाउँछ यार दिदी एउटा रिजर्भ दिनु त सबै काटिदिनु पर्यो क्या त्यो खानामा रौँ परेर हैरान भने तेरिका बेलानाको बेलामा कस्तो पिसाब लाग्यो यार कहाँ गर्ने होला भ्याक्री टोइलेट पनि छैन यार अरे रेस्टुरेन्टमा छिर्नुपर्छ क्या हो यो त मुत्नै गयो जस्तो भयो यार कन्फिडेन्ट हल्का कन्फिडेन्ट ओ ठिक छ ओके सर के ल्याऊ एउटा ब्ल्याक टी गरौँ न है अनि अरू केही पनि पर्दैन भन्छु नि है टोइलेटै रहेन रहेछ र पो बाटोमा आँसेका त मलाई च्यापच्यापी समाउँदो रहेछ म्याक्री समस्या यो रहेछ नि त कति भयो मेरो तिम्रो 1000 रुपैयाँ भन् त ए म त रोयल लाइफ जिरहेको छु यार मोज छ मेरो जिन्दगी पैसा खर्च गरे है मुतेकै 1000 तिरे हो भर्खरै ब्ल्याक टीको कति 50 अनि 250 चाहिँ के गर्नु भाइ 15 जना रेस्टुरेन्टमा खाना आउँछ 50 जना मुत्न आउँछ जनता मारा शोषक सामन्ती म्याक्री ओ भाइ ए यो शोषक सामन्तीकोमा काम नगर हिँड त के को जान्छ मुतेको तिरिसक्न अझै 3 महिना बाँकी छ हामी जस्तो गरिबलाई मार्ने हो उहाँहरू जस्तो धनीलाई पो अलिअलि पैसा तिर्दाखेरि केही पनि तनाव हुँदैन हामी त मर्छौँ नि यार के को भाइ ऊ पनि भर्खर धनी भएको के गरेर टोइलेटमा पैसा उठाउँथ्यो अपकमिङ करोडपति भाइ दिशा गरेको 2000 रुपैयाँ उठा 2000 हे राम त्यत्रो किन ए भाइ दिशा गर्ने मान्छेले पहिला पिसाब त गर्छ नि त दुईटाको सँगै उठाउनु परेन त ए भाइ म खानामा डिस्काउन्ट दिन सक्छु पिसाबमा हुन्न ओ अपकमिङ करोडपति यता कम यस प्लिज के गर्दै ओ शिवे दाइ यत्रो रात परिसक्यो जानु नि हो अब त तिमीलाई म एउटा कुरा भन्न चाहन्छु पार्वती म तिमीसँग बिहार्न चाहन्छु ठुक्क यत्रो स्वास्नी र छोराछोरी भएको मान्छे अब त सुध्रिनु नि म भोलि बिहान नुहाउँछु हो राम्रो नुहाएर म पूजा गर्छु हो राम्रो र भगवानलाई माग्छु कि म तिमीसँग बिहार्न चाहन्छु ए भगवान घर नजाने अहिले म घर गइहालेँ भन्दै त फेरि अर्को आएर भन्ला नि त के म तिमीसँग बिहार्न चाहन्छु भन्ला नि त त्यसो भए यहीँ मरिराख म मरे भनेदेखि कसले भन्छ फेरि तिमीलाई हो के म तिमीसँग बिहार्न चाहन्छु के पाउँछ त यहाँ सर हाम्रोमा सेन्डिडोस पिज्जा